सन्दीप कप्तान बने लगत्तै एक दिवसीय टिममा भुइँचालो। कुशल र सोमपाल सहितका स्टार खेलाडी ड्रप। युवालाई धमाधम मौका। स्पिनरको बाहुल्यमा तयार भयो नयाँ टिम। दुई पेसर र स्पिनरको भरमा प्रिमियर कप जित्ने दाउ। नेपाली क्रिकेटमा फेरि एकपटक ठूलो फेरबदल देखिएको छ। एसीसी प्रिमियर कपका लागि नेपालले घोषणा गरेको एक दिवसीय टोलीमा यसपटक थुप्रै चर्चित र अनुभवी नामहरू हटाएका छैनन्। नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा घोषणा गरिएको टोली हेर्दा नेपाली क्रिकेटले पुराना नामभन्दा नयाँ पुस्तालाई प्राथमिकता दिन खोजेको स्पष्ट देखिन्छ। सबैभन्दा ठूलो चर्चा भनेको स्टार खेलाडीहरू नै टोलीबाट बाहिरिनु हो। कुशल भुर्तेल, सोमपाल कामी, आरिफ शेख र भीम सार्की जस्ता परिचित नामहरू यसपटकको टोलीमा छैनन्। लामो समयदेखि राष्ट्रिय टोलीको हिस्सा बन्दै आएका खेलाडीहरू बाहिरिएपछि यो निर्णयलाई नेपाली क्रिकेटको नयाँ अध्यायका रूपमा समेत हेरिएको छ। अब प्रश्न उठेको छ, सन्दीपको कप्तानीमा बनेको यो नयाँ टोलीले अपेक्षा पूरा गर्न सक्छ त? एसीसी प्रिमियर कप नेपालका लागि सामान्य प्रतियोगिता पटक्कै होइन। यो प्रतियोगिताको प्रदर्शनले नेपाली क्रिकेटको आगामी बाटोमा ठूलो प्रभाव पार्न सक्छ। प्रतियोगिताको लक्ष्य उपाधि जित्नु मात्र होइन, बलियो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावेदारी पुनः प्रमाणित गर्नु पनि हो। तर यसपटक नेपालको टोली हेर्दा एउटा कुरा निकै रोचक छ। टोलीमा स्पिनरहरूको बाक्लो उपस्थिति छ भने विशेषज्ञ फास्ट बलर भने जम्मा 2 जना मात्रै छन्। करण केसी र हेमन्त धामीले तीव्र गतिको बलिङको मुख्य जिम्मेवारी सम्हाल्नेछन्। दुई विशेषज्ञ पेसरमै निर्भर रहनु नेपाली टोलीका लागि जोखिमपूर्ण निर्णय पनि हुन सक्छ। लामो ढाँचाको एक दिवसीय क्रिकेटमा लगातार बलिङ गर्नुपर्ने भएकाले पेसरहरूको विकल्प महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा गुलसन झाले पनि बलिङमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। गुलसनले तेस्रो पेसरको भूमिका सम्हाल्न सक्छन्, तर विपक्षी टोलीका बलिया ब्याट्सम्यानहरू विरुद्ध नेपालको तीव्र बलिङ कति प्रभावकारी हुन्छ त्यो मैदानमै परीक्षण हुनेछ। अर्कोतर्फ नेपालको स्पिन विभाग भने निकै बलियो देखिन्छ। कप्तान सन्दीप लामिछाने आफै विश्वस्तरीय लेग स्पिनर हुन्। उनको साथमा ललित राजवंशी छन्। दुवै खेलाडीले विपक्षी ब्याटिङ लाइनअपलाई दबावमा राख्न सक्ने क्षमता राख्छन्। त्यसमा शेर मल्ल पनि टोलीमा छन्। अझ टाइगर दिपेन्द्र सिंह एरी, बसिर अहमद, रोहित पौडेल लगायतले आवश्यकता परेको अवस्थामा पार्ट टाइम स्पिन गर्न पनि सक्छन्। अर्थात् नेपालको टोलीमा स्पिन विकल्पको कमी छैन। विपक्षी टोलीको पिच र परिस्थिति अनुसार नेपालले स्पिनलाई मुख्य हतियार बनाएर खेल्न सक्ने सम्भावना छ। तर क्रिकेटमा रणनीति मात्रै पर्याप्त हुँदैन, ब्याटिङ पनि उत्तिकै बलियो हुनुपर्छ। यसपटक नेपालको ब्याटिङमा पनि नयाँ अनुहार र युवामाथि ठूलो भरोसा गरिएको छ। विशेषज्ञ ओपनरका रूपमा आसिफ शेख र अर्जुन कुमाल छन्। अर्जुन कुमालका लागि यो ठूलो अवसर हो। युवा उमेरमै राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाउने मौका उनले पाएका छन्। त्यसै सन्दीप जोराले पनि आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन्। देव खनाल, बसिर अहमद र ईशान पाण्डे जस्ता खेलाडीको उपस्थितिले टोलीलाई नयाँ स्वरूप दिएको छ। विशेष गरी ईशान पाण्डेमाथि धेरैको नजर रहनेछ। उनले शीर्ष क्रमको ब्याटिङमा महत्त्वपूर्ण जिम्मेवारी पाउन सक्छन्, तर अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्न उनले प्रदर्शनबाटै जवाब दिनुपर्नेछ। अब कुरा गरौँ टोलीबाट बाहिरिएका स्टार खेलाडीहरूको। सबैभन्दा चर्चामा रहेको नाम हो कुशल भुर्तेल। कुशल नेपाली क्रिकेटका स्थापित ओपनर हुन्, यसमा कुनै शङ्का छैन। तर पछिल्लो लिग 2 श्रृङ्खलामा उनको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन। त्यसको प्रभाव अहिले टोली छनौटमा परेको देखिन्छ। कुशल जस्तो स्थापित खेलाडी टोली बाहिर पर्नु आफैमा ठूलो सङ्केत हो। यसको अर्थ अब राष्ट्रिय टोलीमा नामका आधारमा स्थान सुरक्षित हुँदैन भन्ने सन्देश पनि जान सक्छ। त्यस्तै अनुभवी अलराउन्डर सोमपाल कामी पनि अहिले टोलीमा छैनन्। नेपाली क्रिकेटमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएका सोमपालको अनुपस्थितिले समर्थकमाझ पनि प्रश्न उठाएको छ। अझ आरिफ शेखको बहिर्गमन पनि चासोको विषय बनेको छ। सङ्कटको समयमा ब्याटिङ सम्हाल्ने खेलाडीका रूपमा परिचित आरिफले यसपटक टोलीमा स्थान बनाउन सकेनन्। भीम सार्की पनि बाहिरिएका छन्। एक दिवसीय क्रिकेटमा विशेषज्ञ ब्याट्सम्यानका रूपमा हेरिँदै आएका भीमले पनि पछिल्लो प्रदर्शनबाट छनौटकर्तालाई प्रभावित पार्न सकेनन्। त्यस्तै लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका विनोद भण्डारीको पुनरागमन पनि छोटो समयमै रोकिएको छ। 3 खेलपछि उनी फेरि टोली बाहिर परेका छन्। उनको प्रदर्शन प्रभावशाली बन्न नसकेपछि अब उनको अन्तर्राष्ट्रिय क्रिकेट भविष्यबारे समेत चर्चा सुरु भएको छ। तर क्रिकेटमा एउटा खेलाडी बाहिरिनु अर्को खेलाडीका लागि ढोका खोल्नु हो। यही कारण अहिलेको टोलीमा रहेका युवा खेलाडीहरूका लागि यो सुनौलो अवसर बनेको छ। अर्जुन
कुमाल, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, शेर मल्ल र हेमन्त धामी जस्ता खेलाडीले आफूलाई प्रमाणित गर्न सके भने राष्ट्रिय टोलीको संरचना नै परिवर्तन हुन सक्छ। अब सबैभन्दा ठूलो जिम्मेवारी कप्तान सन्दीप लामिछानेमाथि छ। सन्दीपले बलरका रूपमा मात्र होइन, कप्तानका रूपमा पनि आफूलाई प्रमाणित गर्नुपर्नेछ। टोलीमा अनुभवी नामहरू कम छन्, युवा खेलाडी धेरै छन्। यस्तो अवस्थामा कप्तानले मैदानभित्र सही निर्णय लिनुका साथै युवालाई आत्मविश्वास दिनुपर्नेछ। सन्दीपको व्यक्तिगत प्रदर्शन पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ। उनले विकेट लिन सके, विपक्षीमाथि दबाव बनाउन सके र कप्तानीमा सही रणनीति अपनाउन सके नेपाली टोलीको अभियान बलियो बन्न सक्छ। तर सबैभन्दा ठूलो चुनौती भनेको दुई पेसरमा निर्भर रहेको बलिङ संयोजन हो। यदि पिचले पेसरलाई सहयोग गर्यो भने करण केसी र हेमन्त धामीमाथि अत्याधिक भार पर्न सक्छ। त्यसैले गुलसन झाको भूमिका निर्णायक हुन सक्छ। अर्कोतर्फ स्पिनरहरूले मध्य ओभरमा विकेट निकाल्न सके नेपालको बलिङ आक्रमण निकै घातक बन्न सक्छ। यसपटकको टोलीमा एउटा स्पष्ट सन्देश देखिन्छ। अब मौका पाउने खेलाडीले आफ्नो स्थान प्रदर्शनबाट सुरक्षित गर्नुपर्नेछ। स्टार खेलाडी बाहिरिएका छन्, युवा खेलाडी भित्रिएका छन्, अनुभवी खेलाडीको ठाउँमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ। त्यसैले यो प्रिमियर कप केवल उपाधिको लडाई मात्र होइन, नेपाली क्रिकेटको नयाँ पुस्ताको परीक्षा पनि हो। यदि सन्दीपको नेतृत्वमा यो नयाँ टोलीले उत्कृष्ट प्रदर्शन गर्यो भने अहिले बाहिरिएका स्टार खेलाडीहरूको राष्ट्रिय टोलीमा पुनरागमन निकै कठिन बन्न सक्छ। तर यदि टोली असफल भयो भने छनौटकर्ताको निर्णयमाथि प्रश्न उठ्ने सम्भावना पनि उत्तिकै छ। अब नेपाली समर्थकको नजर एउटै कुरामा छ, सन्दीपको नयाँ टोलीले मैदानमा कस्तो प्रदर्शन गर्छ। स्टारविहीन देखिएको यो टोली वास्तवमै कमजोर हो कि नयाँ शक्तिको सुरुवात। दुई पेसर र बलियो स्पिन आक्रमणको रणनीति सफल हुन्छ कि हुँदैन। युवा खेलाडीले अवसरको सदुपयोग गर्छन् कि गर्दैनन्, यी सबै प्रश्नको जवाब अब मैदानबाटै आउनेछ। तर एउटा कुरा निश्चित छ, एसिसी प्रिमियर कपका लागि भनेको यो नेपाली टोली पुरानो टोली जस्तो छैन। नामहरू फेरिएका छन्, जिम्मेवारी फेरिएको छ र कप्तानी पनि नयाँ हातमा पुगेको छ। अब पालो प्रदर्शनको हो। सन्दीप लामिछानेको नेतृत्वमा नयाँ पुस्ताको यो टोलीले उपाधि जितेर आलोचकलाई जवाब दिन्छ कि स्टार खेलाडीहरूको अभाव खड्किन्छ। त्यसका लागि प्रतियोगिता सुरु हुनुपर्नेछ। नेपालको लक्ष्य स्पष्ट छ, उपाधि, र यो लक्ष्य पूरा गर्न सन्दीपको कप्तानी, युवाको जोस, स्पिनरको जादु र दुई पेसरको धार कति प्रभावकारी हुन्छ, अब सबैको नजर त्यसमै छ।